साथसाथै ladies and gentlemen, स्टेजमा अर्को कन्टेन्डरलाई, she is, I like to call it this way, she is the lesson in making. Let's welcome in the stage, ladies and gentlemen, Susma Manav. सुषमा चाहिँ भित्र आइरहँदा एउटा कुरा भनिहाले, कन्टेस्टेन्टहरूले के त्यो पिक मोमेन्ट हुन्छ नि अघिको जस्तो, कोही साथीले प्रश्न गरेको बेला मजाले रियाक्सन दिनु होला, ताली बजाइदिनु होला है। सही कुरा। ओके सुषमा जी, 3, 2, 1 इन। सामाजिक सञ्जालको प्रयोग हाम्रो जीवनमा हामीले धेरै नै गरिराखेका छौँ। यो हाम्रो सहायक हो, विकल्प होइन। र विश्वमा 1/3 मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् र यसबाट दिनहुँ फाइदा लिइरहेका छन्। र यसबारे धेरै चर्चा भइसकेको हुनाले म यहाँ यो चर्चा गर्न त्यति उपयुक्त ठान्दिनँ र यसको बेफाइदाबारे थाहा हुँदै पनि हामी चाहिँ यसबाट टाढा रहन सकेका छैनौँ। र यो एउटा यस्तो लत बसिसकेको छ कि हामीले ड्रग लिए बराबर भएको छ। ड्रगले भित्री अर्गेनहरूलाई ड्यामेज गर्छ, शारीरिक रोग उत्पन्न गर्छ भने सामाजिक सञ्जालको बढी प्रयोगले गर्दा हाम्रो व्यावहारिक, मानसिक र शारीरिक अवस्थालाई यसले असर गरिरहेको हुन्छ। 2 वर्ष मुनिको बच्चाहरूलाई हेर्नै नहुने मोबाइल हामीले खाना खाने न्युमा, कहिले भुल्याउने न्युमा आफ्नो सजिलोको लागि दिइराखेका हुन्छौँ, जबकि त्यो बाल मस्तिष्क 2 वर्षसम्म 80% विकासको क्रममा हुन्छ र बढी मोबाइल हेऱ्यो भने के हुन्छ, तिनीहरूको मस्तिष्कको झिल्ली पातलो हुने हुन्छ, तिनीहरूको व्यवहार आक्रामक हुँदै जान्छ र साथसाथै भाषा क्रममा 6 गुणा ढिलाइ हुने हुन्छ। र ती बच्चाहरू अहिले हामीले इन्डियाको किङ्स जर्ज युनिभर्सिटी जुन छ त्यसको अध्ययनबाट हामीले पढेका छौँ, अध्ययनबाट थाहा गरेका छौँ कि मोबाइलको धेरै प्रयोगले गर्दाखेरि अहिले उनीहरूको ओपिडीमा 40-50 जना डेली त्यस्ता बच्चाहरू आइराखेका छन् जसलाई चाहिँ मोबाइल अथवा अरू कुनै कारणले अटिजम भएको पत्ता लागेको छ। त्यस्तै गरेर हाम्रो किशोरहरू जुनले 1-2 घन्टा दिनमा आफ्नो अभिभावकको निगरानीमा आफ्नो उपयुक्त कन्टेन्टहरू हेर्नु सट्टामा उनीहरू आफ्नो अभिभावकसँग लुकेर क्याम्पस, आफ्नो स्कुलबाट आएर तिनीहरू यसरी हेर्छन् कि अहिलेको अध्ययन अनुसार 96% यस्ता किशोरहरू छन् जसमध्ये प्रत्येक 10 जनामा 7 जना हानिकारक कन्टेन्टहरू हेर्ने जोखिममा छन्। र तिनीहरूले जुन ब्लू लाइट हुन्छ त्यसले ग्रोथ हर्मोनमा इफेक्ट पारिराखेको छ र त्यस्तै गरेर यो जुन लाइटहरू परेको हुन्छ, अनिन्द्रा, तनावहरू भइराखेको छ, त्यसले चिडचिडापन ल्याएको छ र साथसाथै शारीरिक गतिविधि नभएको हुनाले तिनीहरूलाई मोटोपन पनि देखा परेको छ। र अहिले अस्ट्रेलियामा जुन अहिले डिसेम्बरमा 10 डिसेम्बर 2025 सरकारले 16 वर्ष मुनिकालाई ब्यान गरिदिएको छ सामाजिक सञ्जाल। त्यो एउटा राम्रो कदम छ। त्यस्तै इन्डियामा पनि सोनु सुदले के भन्नुभएको छ भने हामीले इन्डियामा पनि यो अभियान चलाउनुपर्छ। यस्तै गरेर यो महिलाहरूलाई र वृद्धहरूलाई पनि धेरै मानसिक, शारीरिक र व्यवहारिक असर पारेको छ। अन्तमा म भन्न चाहन्छु, यदि हामीले 2 घन्टा 20 मिनट यदि राम्रोसँग गुणस्तरीय तरिकाले प्रयोग गरे भने यी जति पनि तनावहरू छ यो कम हुन्छ। धन्यवाद। थ्याङ्क यू सुषमाजी, थ्याङ्क यू सो मच। जाउँ हामीहरूको टाइटन कन्टेन्डर्सतिर। हात उठेको देखिरहेको छु मैले त्यहाँनिर। के लाग्यो, कस्तो लाग्यो तपाईँलाई? पुष्पाजी। थ्याङ्क यू सो मच म्याम, यो टपिक उठाउनु भएकोमा। उहाँले जहिले पनि यो स्टेजमा इन्करेज गर्नुहुन्छ हामीलाई। विशेष गरी यो सामाजिक सञ्जालको पोजिटिभ बाटो हुँदाहुँदै पनि हामीलाई एडिक्सन जस्तो भएको छ। जस्तो मै पनि दिनभरि काम गरेर घर जान्छु, मम्मी बाबासँग एकछिन पनि बस्न झ्याउ लाग्छ कि मोबाइलकै याद आइरहन्छ, अनि रुममा चुप्पु लगाएर बस्छौँ होइन। यो समाजको यथार्थतालाई यहाँले जसरी प्रस्तुत गर्नुभयो, आई एम रियली प्राउड अफ यु म्याम। थ्याङ्क यू सो मच। कुनै पनि अरू कन्टेन्डरसँग क्रिटिकल पर्सपेक्टिभ छ भने प्लिज रेज योर ह्यान्ड। कोही एकजना? नोबडी? शेष सरलाई के लाग्यो अहिलेको प्रेजेन्टेसन हेरेर? यो प्रेसिङ इस्यु हो यो र सुषमा म्यामले उठाउने जबरजस्त। म पुष्पाजीसँग सहमत छु। उहाँले उठाउने हरेक टपिकहरूको रिलेभेन्स भनेको सोसियल इम्प्याक्ट र यसको चेन्जसँग रिलेटेड नै हुन्छ। र आज पनि त्यही कन्टेन्टमा तपाईँ आउनुभयो। सोसियल मिडिया
यसको कन्जम्सन अब इनेभिटेबल छ, हामी यसलाई छुटाउनै सक्दैनौँ। अबको जेनेरेसन अल्फा जेनेरेसन त एउटा पार्टै हो लाइफको भन्ने तरिकाबाट आइसकेको छ। तथापि विभिन्न रिसर्च सेन्टरहरूले र तपाईँले आफैले पनि मेन्सन गर्नुभयो, अस्ट्रेलियन गभर्मेन्टले यो सोसियल मिडिया युजहरू अन्डर 15लाई चाहिँ ब्यान गर्ने गभर्मेन्टको नीति नै लिएको छ। त्यसबाट के बुझिन्छ भन्ने एउटा उन्नत एउटा समृद्ध देशले सोसियल मिडियामा गरेको ठुलो रिसर्च हुनसक्छ। अस्ट्रेलिया एउटा यस्तो देश हो जहाँ त्यो देशको ग्लोबल इन्स्टिट्युसनहरू रिसर्च सेन्टरहरू यति ठुल्ठुला छन्। त्यसो भएको हुनाले गर्दाखेरि त्यो ठाउँबाट आउँदाखेरि त्यो रिसर्चले बताएको कुरालाई तपाईँले मेन्सन गर्नुभयो, म तपाईँसँग सहमत छु। यसमा कमेन्ट गर्नु पऱ्यो, यसमा नेगेटिभ साइडहरू हाम्रा कन्टेस्टेन्टहरूले पनि देखेन, तपाईँले पनि देखेन। Thank you, sir. गजबको प्रेजेन्टेसन, गजबको मेहनत, दोहोरो तारिफ पाउनुभयो इभ्यालुएसनको अहिले चिफ सँगसँगै कन्टेन्डर्सबाट पनि। थ्याङ्क यू सो मच सुषमा म्याम, इट्स अलवेज टु हेभ यु इन दिस स्टेज। थ्याङ्क यू। If you want to vote for her, yes, you can. Yes. Yeah.